कसिदिले नमस्ते मेरो छोराले यो चेस खेल्नमा अलि इन्ट्रेस्ट गरेको हुनाले मैले एउटा चेस बक्स ल्याएको छु। अब हामी मेरो छोरालाई चेस देखाउँदै छु। यो चाहिँ मैले एमाजोनमा किनेको राम्रो खालको राम्रो क्वालिटीको मेरो छोराले स्कुल जाँदाखेरि स्कुलबाट आउँदाखेरि त्यहाँ बाटोमा एकजना स्वयंसेवकले वेडनेसडे बच्चाहरूलाई उसकै किबोर्ड ल्याएर त्यो बाटोको कर्नरमा जहिले पनि सिकाउँदो रहेछ। अनि मेरो छोराले इन्ट्रेस्ट गरेको हुनाले मेरो छोराले इन्ट्रेस्ट गरेको हुनाले मैले चेस बक्स ल्याएको छु। यो चाहिँ मैले एमाजोनमा किनेको चेस बक्स राम्रो रहेछ। यो बिग एक्स्ट्रा बिगवाला किनेको यो 25 पैसा हुने हिसाबले ल यो लाग्यो यहाँ। अब राम्रो खेल्छ ल। ओके अब बाउ छोरा खेल्ने यहाँ बाउ छोरा खेल्ने अब कहाँबाट खन्दै सिक्सको पनि चेसको यस्तो क्यामेरामा देखाउनु पऱ्यो। त्यो चेस यस्तो खालको बक्स छ। यो चाहिँ एक्स्ट्रा यो चाहिँ अलिक महँगै छ मैले महँगै किनेको। ल राम्रो खालको यो चाहिँ बक्स भयो। त्यसमा पेपर रहेछ। It's not like this. You gotta open it. Yeah. बिस्तारै ओपन It's open garden. Dua खोल्यो यो खोल्यो हो यो हेर यो चेस एकदम राम्रो। यो महँगो पनि छ हैन। यो चाहिँ 25 पैसा पनि हुने रहेछ। यो चाहिँ चेस पहिला यहाँ क्यामेरा देखाउनु क्यामेरामा हैन। यो चेक यस्तो हुँदछ। यसको चाहिँ भित्र प्याक गर्ने गुटी नै प्याक गर्ने यस्तो हुँदछ। This is भन ल this is the pawn. These are pawns and तिमीले जानेको भन। and those are the queens. I don't know. या क्वीन चाहिँ हेर क्वीन चाहिँ एक्स्ट्रा छ। The queen. These are the queens and this is the king. And these are the bishops. Bishops, yeah. And these are the horses and these are the rocks. Rocks, yeah. तिमीले थाहा रहेछ। गुड अब यसलाई निकाल्ने यो गोटी निकाल्ने तिमी यो निकाल। And don't you have to this I know. This फर्स्टमा गोटी there's निकाल so much area. Yeah, I know. पहिले यो गोटी निकाल पनि गोटी ओपन गर्नु पनि यसरी ओपन भइसक्यो यसरी निकाल यसरी ल I know. हात नदिने। It's just foam. यो चाहिँ एकदम राम्रो यो काठको राम्रो है। यो चाहिँ एक्स्ट्रा लार्ज How can किनेको it break if it's foam? एक्स्ट्रा लार्ज किनेको। यो चाहिँ पछि खेलेपछि फेरि यसरी राख्ने यसरी राख्ने। I forgot the rules. रुल्स Yeah, I forgot. रुल्स म सिकाउँछु। I forgot. ओके म सिक्ने अनि म सिकाउँछु तिमीलाई अलिअलि। You're the brown and I'm the white. ओके Because we have त्यसो नगर्नु बिस्तारै एउटा वन बाई वन बिस्तारै। one time can यसमा चाहिँ हेर क्विन्स हेर यसो क्विन्स एक्स्ट्रा छ। क्विन्स चाहिँ यहीँ राख्नु एउटा 2वटा क्विन्स छ होइन त्यहाँ। यसो राख्नु सिधा यसरी हेर लामा त्यो किङ हो क्विन हो त्यो क्विन यहाँ डबल छ यो लुक क्विनको हेर यसो राख्नु यसरी हेर लामा यसरी पुट दियो। Oh, we don't have to gun it down. We can gun it down when we're starting. I know. यसो राख्ने। And there's usually 2. ल तिमीले यसो राख्नु मैले भनेको उता खर्च छ क्या त्यो गुड छ क्या यसो राख्नु गुड्दैन। अलि उता राख्दैन म बोर्ड उता पल्टाउँछु। आजदेखि बाउ छोरा खेल्ने हो। I don't know how to set this up, but I don't know how to set it up. अब कसरी मिलाउँछ मिलाउनु ल मिलाउ यो मिलाउनु छैन। I don't know.
कस्तो आई डोन्ट नो हेर I forgot. यो चाहिँ अगाडि मिलाउने अगाडि यो लेभल यसलाई के भन्छ न यो साइड तिमी यता बस्छ हैन Yeah. अनि यो साइड हुने यो तिमी यता मिलाऊ Don't you have to go to the other side? These are the paws. लामा यता कुरा सुन तिमी जित्दिन फर्स्टमा यो यता हुन्छ यता चाहिँ किङहरू हर्सहरू हुन्छ नि Okay. यो रिमेम्बर Yeah, I forgot. मेरा युट्युब हेर्नुभएका दर्शकबिन्दुहरूलाई आज म विशेष यो चेस सम्बन्धी कसैले अब इन्ट्रेस्ट गर्नुहुन्छ भने यो चेस सम्बन्धी अब मैले जानेको कुराहरू म तपाईँहरूलाई सेयर गर्दैछु अनि यो चेसमा चाहिँ कति भने यो टोटल यो कोटा चाहिँ 64 हुन्छ अनि यो वाइट प्लेयर 16 हुन्छ अनि यताको अपोजिट पनि ब्ल्याक प्लेयर 16 हुन्छ 16 अनि 16 32 भयो अनि यहाँ एउटा ग्राउन्ड अब यहाँ खेल्ने अब यो यिनीहरू भिरान्त गर्ने ठाउँ चाहिँ 34 हुन्छ कोठा 32 हुन्छ कोठा हैन अब जम्मा टोटल 64 भयो अनि अब तपाईले अब भन्नुहुन्छ भने अब यसको नामहरू पनि चिन्नुपर्छ अब यो नेपालीमा चाहिँ हैन अब यो फ्रन्टमा भएको है यो कालो पनि होस् यो सेतो होस् यो फ्रन्टमा भएकोलाई चाहिँ सिपाही भन्छ नेपालीमा चाहिँ इङ्ग्लिसमा पाउन यो चाहिँ अनि यो चाहिँ नेपालीमा यसलाई हात्ती भन्छ है अब इङ्ग्लिसमा चाहिँ रक भन्दछ रक अनि यो त अब थाहा छँदैछ हैन तपाईले हेर्दै चिन्छ यो घोडा भन्छ यसलाई चाहिँ अब हर्स पनि भन्छ इङ्ग्लिसमा हैन अनि केनाइट पनि भन्दछ अनि यो चाहिँ नेपालीमा चाहिँ यो चाहिँ उँट भन्दछ यो चाहिँ अब रानी र राजाको छेउछेउमा हुन्छ यो उँट भन्छ अब नेपालीमा चाहिँ उँट भन्छ यसलाई इङ्ग्लिसमा चाहिँ बिसोप भन्छ अनि यो चाहिँ क्विन यो क्विन चाहिँ अब दुवैपट्टि हुन्छ यो दुवैपट्टि सेम गोटी हुन्छ अनि कलर मात्रै अब डिफ्रेन्ट हुन्छ यो सेतो यो कालो यो चिन्नुहोस् भनेर कलर मात्रै डिफ्रेन्ट हुन्छ अनि यो चाहिँ अब क्विन भयो अब रानी पनि भन्छ नेपालीमा अनि मन्त्री पनि भन्छ यसलाई रानी मन्त्री खासै रानी भनौँ न अनि यो चाहिँ अब राजा भयो यो दुईपट्टि राजा हुन्छ रानी हुन्छ दुईपट्टि सेम गोटी हुन्छ यो उँट भइहाल्यो अब यो अब तपाईँले भयो है अब गोटी मिलाउँदा तपाईँको गोटी मिलाएको यो कोठामा गोटी मिलाएको करेक्ट भयो कि भएन भन्दाखेरि जानलाई के हुनु भने जो यो हात्ती तपाईँले राख्छ नि हाम्रो ह्यान्ड साइडमा यो ह्यान्ड साइडमा वाइट हुनुपर्छ वाइट भएको ठाउँमा चाहिँ भयो भने तपाईँको गोटी यो राखेको सही भयो अनि यो अब अर्को अब यसरी मिलायो भने फेरि यो यहाँतिर ब्ल्याक पर्छ त्यो रङ हुन्छ त्यसरी यो हात्ती जहाँ वाइट यो राइट ह्यान्डमा वाइट छ भने त्यो पोजिसन ठिक भयो यो वाइट यता वाइटको त्यसको अपोजिसनमा चाहिँ यो ब्ल्याकको हुन्छ अनि अब यो तपाईँले सिपाही भने नि तपाईँले 2 स्टेप गए पनि भयो अनि 1 स्टेप चाल्नु पनि हुन्छ यो चाहिँ अघि चाल्ने मात्रै हो स्टेप अगाडि यो यता पनि जान सक्दैन यता पनि जान सक्दैन राइट लेफ्ट कहीँ जान सक्दैन अनि यो चाहिँ फेरि यो अगाडि सरेपछि ब्याक आउनु पाउँदैन फेरि यो अगाडि सर्ने मात्रै हो स्टेप बाई स्टेप अगाडि चल्ने मात्रै हो अब त्यो हेरेर अनि जस्तै यो अगाडि चलेपछि अब यो उँट भने यो उँट यो यसको बाटो खुल्ला छ भने मात्रै जानु पाउँछ अब यो यसले छेकेको छ भने यो फेरि जानु पाउँदैन त्यही भएर यो फर्स्टमै चाल्यो भने अब यो बाटो खाली भयो भने अब यो यसरी छड्के जानु पाउँछ छड्के यो चाहिँ छड्केमै जानु पाउँछ यसरी छड्के अगाडि पनि जानु पाउँदैन यसरी जानु पाउँदैन यो ओन्ली छड्के यो भयो है अनि यो घोडा छ नि घोडा चाहिँ तपाईँले यो एल स्टार एल यो एल मात्रै जान्छ है एल यसरी एल मात्रै जाने एल मात्रै चाल्नु पाउँछ यसरी अनि यो घोडा चाल्दाखेरि तपाईँको यहाँ सिपाही छ भने के फरक पर्दैन तपाईँले यो नागेर एल जान सक्छ गोटी चाल्न सक्छ है यो चाहिँ अनि अब अरू यिनीहरूको लागि चाहिँ फेरि यो बाटो खोला हुनुपर्छ बाटो खोला भने मात्रै जानु पाउँछ अब यो भने यो रानी क्विन अब यो चाहिँ सबभन्दा चेसमा पावरफुल चाहिँ यो रानी यो चाहिँ यसो क्रस पनि जानु पाउँछ अनि यो यता
यता पनि जानु पाउँछ, यसो राइट पनि जानु पाउँछ, यो लेफ्ट पनि जानु पाउँछ, राइट पनि जानु पाउँछ, ब्याक पनि जानु पाउँछ, फ्रन्ट पनि जानु पाउँछ, अनि यो क्रस पनि जानु पाउँछ। यो यति पावरफुल हुन्छ यो। अनि यो राजा चाहिँ कस्तो भने अब यो यहाँ स्टेप या खाली छ भने, खाली छैन भने फेरि यो सर्न पाउँदैन। यो खाली भनौँ न, अब यो यहाँ चालेको छ भने, यो खाली छ भने यो एक स्टेपमा जानुपर्छ, यस्तो एक स्टेपमा जानु पाउँछ। अनि साधारणतः यो यस्तै हो। अब तपाईँहरूले खेल्दाखेरि अब यो यसमा चाहिँ एकदम दिमाग लाउनुपर्छ। तपाईँले यो चाल्यो भने अर्कोले के चाल्छ, त्यो किन चाल्यो, हामीले दिमागमा सोच्नुपर्छ। अनि अब यो अब तपाईँले अब यसरी चालेर भयो भयो, अनि यसरी चाल्दाखेरि उताबाट पनि चल्छ होइन। अब खेल्ने तरिका यो हो। अब यो चाहिँ अब छड्के जाने, यो चाहिँ एल जाने, अनि यो हात्ती चाहिँ यो लेफ्ट राइट ब्याक, सिधा ब्याक, अनि अगाडि फ्रन्ट, यसो जति पनि जानु सक्छ यो। यसको चाहिँ यति मात्रै हो। अनि यो क्रस जानु पाउँदैन, वानले यस्तो सिधा अगाडि पछाडि सिधा मात्रै यसको। अनि यसले यो सिपाहीले चाहिँ अब यसलाई, सिपाहीले चाहिँ यिनीहरूको लक्ष्य गर्ने हो, उताबाट आउनेलाई यसो ब्लक गरिदिने हो, यता खान नसकोस् भनेर ब्लक गर्ने हो। अनि यसले ताल पऱ्यो भने यसले मन्त्री घोडा सबै खान सक्छ। अब यहाँतिर जो आए पनि, मन्त्री घोडा जे आए पनि यसले यता क्रस गरेर खान सक्छ। यसको पनि यति पावरफुल छ। होइन भने यसले चाहिँ यिनीहरूको सेपको लागि यसो ब्लक, उताबाट आयो भने यसो ब्लक गरिदिने, यस्तो काम हो। अनि यो चाहिँ अब दिमाग खेल हो। तपाईँले खेल्दै गएपछि अनि एकदम यो इन्ट्रेस्टिङ गेम पनि छ। यो चाहिँ घरमै बसेर यो दिमाग यो हाम्रो एउटा दिमागलाई एउटा हाम्रो दिमागलाई एउटा मुभ गर्नुलाई यस्तो यो गेम चाहिँ एकदम इन्ट्रेस्टिङ छ। अब तपाईँलाई अहिले अब यहाँ मेरो छोराले यो इन्ट्रेस्ट गरेको हुनाले मैले बक्स किनेँ। यो एमाजोनमा पाउँछ, तपाईँले यता मार्केटमा जहाँ पनि पाउँछ। अब हामी बाउ छोराको अब खेल्ने विचार गर्दैछौँ। हामी बाउ छोरा खेल्छौँ। तपाईँलाई हेर्नु होला, सिक्नु होला, कस्तो लाग्यो, लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला।